यहाँ एउटा छोटो नेपाली कथा अधुरो प्रेम प्रस्तुत गरिएको छ। सन्ध्या साँझको सुनौलो घाम अस्ताउँदै थियो। पुरानो क्याम्पसको बगैँचामा दुईजना युवा युवती चुपचाप बसेका थिए। उनीहरूको नजर एक अर्काको आँखामा गहिरो भावनाले अड्किएको थियो। ती थिए आर्यन र श्रेया। 4 वर्ष अघि उनीहरू पहिलो पटक भेटिएका थिए यही क्याम्पसमा। आर्यनको हाँसोले श्रेयाको मन चोरेको थियो र श्रेयाको चञ्चल आँखाले आर्यनलाई बाँधेको थियो। उनीहरूको मित्रता प्रेममा परिणत भएको थियो, तर जीवन सधैँ सजिलो कहाँ हुन्छ र। श्रेया पढाइ सकिएपछि विदेश जाने निधो गरिन्। आर्यनले रोक्ने प्रयास गरे, तर श्रेयाले भनिन्, म फर्केर आउँछु आर्यन। हाम्रो प्रेम यति कमजोर छैन। तर समय बित्दै गयो। सन्देशहरू कम हुँदै गए। अन्ततः एक दिन श्रेयाको अन्तिम सन्देश आयो, माफ गर, म अब फर्कन सक्दिन। जीवनले अर्को मोड लिएको छ। आज 4 वर्षपछि उनीहरू फेरि भेटिएका थिए। संयोगले होइन, नियतिको खेल थियो। आर्यनले सोधे, किन आयो श्रेया, जब तिमी फर्कन नसक्ने निर्णयमा थियौ? श्रेयाले आँखा झुकाउँदै भनिन्, हृदयमा तिमी सधैँ थियौ, तर जीवनसँग सम्झौता गर्नुपर्छ। म विवाहित छु आर्यन। आर्यन मुस्कुराए, पीडाभित्र लुकेको स्वीकृति बोकेर। सायद हाम्रो प्रेम अधुरै रहनु थियो। तर त्यो अधुरो प्रेम नै मेरो जिन्दगीको सबैभन्दा पूरा अनुभूति हो।